हजुर, यहाँहरू सबैजनालाई शालोम जय मसीह अभिवादन छ। गुड इभिनिङ। म हाम्रो वीरेन्द्रजीलाई धन्यवाद भन्छु। उहाँले हिजो के अस्तिको दिनतिर यो समयको निम्ति जानकारी गराउनु भयो अनि मैले हुन्छ भने, किनभने हामीले परमेश्वरको वचनबाट हाम्रो कन्टेक्स्टमा परमेश्वर के भन्दै हुनुहुन्छ भन्ने कुरालाई हेर्नु राम्रो हुन्छ। आज सायद तपाईहरु कतिजनाले अलि नयाँ पर्सपेक्टिभबाट, नयाँ कुरा हैन, नयाँ पर्सपेक्टिभबाट परमेश्वरको वचनलाई मसँग हेर्न जानुहुनेछ। यदि त्यसरी हेरिएको थिएन पहिले भने मैले एउटा विषय लिएर आएको छु, त्यसलाई चाहिँ मैले पाम भन्ने गर्छु। तपाईहरुले सोशल मिडियामा खास गरी मैले फेसबुकमा वा ट्विटमा लेख्दै गर्दाखेरि एउटा ह्याशट्याग चलाउने गर्छु। अनि ह्याशट्यागमा चाहिँ पाम हुन्छ, PAM, क्यापिटल P स्मल A अनि M पनि क्यापिटल गरेर मैले पाम लेख्छु, ह्याशट्याग। अनि त्यो ह्याशट्याग पामको अर्थ चाहिँ पोलिटिक्स एज मिसन हो। धेरैजनाले सोध्नु भएको छ यो पाम भनेको के हो भन्नुहुन्छ, अनि मैले चाहिँ पोलिटिक्स एज मिसन भन्छु। अनि वास्तवमा अहिले यो पामको कुरा गर्दाखेरि हामीले नेपालको चर्चको कुरा गर्ने हो भने झन्डै 24 वर्ष भएछ। मैले सायद पहिलोचोटि हो कि थाहा छैन, हुन त त्योभन्दा अगाडि पनि हाम्रा मान्छेहरू राजनीतिमा थिए, क्रिस्चियनहरू होइन, कोही कतै न कतै। तर 24 वर्ष अगाडि मैले हाम्रो तर्फबाट उम्मेदवारी आवश्यक पर्यो, दिन पर्छ भनेर म धादिङको त्यस बेलाको क्षेत्र नम्बर 1 मा एउटा सर्वे गर्न भनेर गएँ। त्यति बेला काठमाडौँमा अलि हल्ला चलेको थियो। हाम्रो सिनियर लिडरहरूसँग बसेर मिटिङ गरेर लौ जाउँ, जानुपर्छ भनेर कम्ती नै हाम्रो एउटा मान्छेलाई पुर्याउँ यसपटक संसदमा भनेर जोड गरिएको थियो। र त्यो बेला त्यो ठाउँमा हामी गयौँ। त्यो पहिलो अनुभव हो मेरो लागि पनि। र हामीले यद्यपि उम्मेदवारी चाहिँ दिएनौँ है। त्यति बेला खोजे जस्तो उम्मेदवार नभेटिएकै कारणले गर्दा हामीले उम्मेदवार दिएनौँ र हामी फर्केर आयौँ। त्यो बेला धेरै पास्टर अगुवाहरूबाट सुन्नुपर्ने प्रश्न कमेन्ट चाहिँ के हो भने, यो राजनीति भन्ने कुरा हाम्रो टेबलको कुरा होइन, हाम्रो डाइनिङ टेबलमा छैन यो, अर्थात् हाम्रो प्राथमिकतामा पर्दैन, यो गर्न नहुने कुरा हो, यो गर्ने अरू नै छन्, तिनीहरूले नै गरून्, हामीले गर्न हुन्न भन्ने बढी थियो। त्यो बेलादेखि एक ढङ्गले भन्ने हो भने मैले वैचारिक आन्दोलन गरेको रहेछु क्रिस्चियन जगतमा। निरन्तर लेखेँ मैले चाहिँ। फेरि म आफै पोलिटिकल्ली कुनै दलको कार्यकर्ता बनेर हिँडेन, म अध्ययन गर्दै बसेँ। म अध्ययन गर्नमा रुचि राख्छु र अध्ययन गरि नै रहन चाहन्छु। अहिले पनि मैले एउटा यो विद्यावारिधि पछि पनि अर्को एउटा लेभल छ, एउटा कोर्स छ, त्यसको लागि काम, त्यो भनौँ न, ग्राउन्ड वर्क गरिराखेको छु एउटा युनिभर्सिटीमा। त्यहाँको एसोसिएट प्रोफेसर भएर काम गर्ने र पोस्ट डक्टरल डिग्री लिने भनेर लागि नै राखेको छु। यो चाहिँ भनौँ न, गरिरहँ न त, सिक्ने कुरो त कहिले टुङ्गिन्छ र भन्ने हो। वास्तवमा डिग्री थप्ने चाहना चाहिँ होइन, तर सिक्दै जाउँ भन्ने खालको एउटा होस् र अरू सिक्न चाहनेहरूको निम्ति र डिग्री नै लिन चाहनेहरूको निम्ति नि एउटा प्रेरणा बनोस् न। अरूले हेर्ने होइन, फलानुले गर्दैछ म के कम भनेरै आउनु, बरु धेरैले पढिदियो हुन्थ्यो, राम्रो गरिदियो हुन्थ्यो भन्ने लाग्छ मलाई। त्यसरी अरूलाई पनि उत्साहित गर्न सकियोस् भन्ने कारणले मैले यो काम गरिराखेको छु। र त्यो क्षेत्रमा लागिरहँदा र लेखिरहँदा चाहिँ मैले खप्की पनि खाएँ एक ढङ्गले, तर च्यालेन्जिङ थियो। मलाई च्यालेन्जेस मनपर्छ, एडभेन्चर होइन। म हिमाल चढ्न चाहिँ गएन, तर मैले आस्थाको एडभेन्चर चाहिँ धेरैचोटि गरेको छु है। एडभेन्चर भन्ने बित्तिकै फिजिकली हामी हिमाल चढ्नुलाई एडभेन्चर भन्छौँ होइन। म त्यतातिर चढ्न गइनँ, बरु तराईको गर्मीतिर म रमाउन गएँ मिसनकै लागि। म तराईतिर जानुपर्छ भनेर धेरैचोटि गएँ, किनभने नेपालको आधा जनसङ्ख्या त्यता छ, आधाभन्दा बढी जातिहरू त्यहाँ छन् सुसमाचार नसुनेका होइन।
ठुलो जनसङ्ख्या त्यहाँनिर हुँदै गर्दा मिसन त्यता जानुपर्छ, फोकस त्यो हुनुपर्छ, प्राथमिकता हुनुपर्छ भनेर म तराईतिर धेरै केन्द्रित भएँ, हिमालतिर त्यति भएन। तर पनि आस्थाको एडभेन्चरको कुरा गर्दाखेरि विभिन्न समयमा म लागि नै रहेँ। अनि यही क्रममा यो पोलिटिक्स एज मिसन भन्ने कुरा चाहिँ त्यो कन्सेप्चुलाइज भयो एक ढङ्गले, र यस विषयमा जब कुरा गर्न थालेँ र एकाडेमिक क्षेत्रमा यो भनौँ न डक्टरल स्टडी अनि त्यो क्षेत्रका अलि विज्ञहरू मिसोलोजिस्टहरूसँग जब मिसनको क्षेत्रमा धेरै बुझ्ने मान्छे हुन्छन् उनीहरूसँग बहस गर्दाखेरि जब डायलग जोडियो उनीहरूमा पनि एक ढङ्गको पर्सपेक्टिभ छ, यो राजनीति भन्ने क्रिस्चियनहरूले गर्ने हो र भन्ने छ। अनि मैले के भने क्रिस्चियनहरूले गर्ने चाहिँ के होइन त, मेरो प्रश्न चाहिँ फेरि त्यो हो, के चाहिँ गर्न हुन्न त? पाप गर्न बाहेक अरू त गर्न पर्छ। नागरिकता क्रिस्चियनहरूका लागि पनि हो। मैले भन्ने गरेको छु, आदमका लागि पहिलो नागरिकता अदनको बगैँचा थियो, तोकिएको जिम्मेवारी उसले निभाउन पर्थ्यो। नागरिकता त्यागेको हो भन्छु म आदमले, त्यति बेला त्यो जिम्मेवारी त्याग्दै गर्दा। मेरो भाषा है यो, मेरो आफ्नो व्याख्या गर्ने, तपाईँलाई कस्तो लाग्छ कोनी हैन? आदमले आफ्नो नागरिकताको त्यो भनौँ न जिम्मेवारी बोध गर्न सकेन र अदनबाट निकालिनु पर्यो हैन? यी कतिवटा कुराहरूलाई हेर्नु पर्यो। हामी किन यहाँ जन्मियौँ त नि हैन? वाइ एम आई इन दिस नेसन, के त म यो देशमा किन जन्मिएँ भन्ने प्रश्नमा परमेश्वरको बृहत एजेन्डा त केही छ नि त। त्यसकारण पनि पोलिटिक्स हेर्न पर्छ, पहिलो कुरा। दोस्रो कुरा चाहिँ के हो भने पोलिटिक्स यसरी आइदियो पछिल्लो समयमा, इकोनोमिक र पोलिटिक्स यो चाहिँ सबैभन्दा पावरफुल बनेर गयो के इन्फ्लुएन्सको कुरा गर्दाखेरि, सबैभन्दा पावरफुल। यसले कन्ट्रोल गर्ने भयो सबैतिर। त्यसो भने कन्ट्रोल गर्ने ठाउँमा क्रिस्चियनहरू किन नजाने? तिमीहरू अधिकार गर, तिमीहरू शिरमा जाऊ, तिमीहरू पुच्छरमा होइन, तिमीहरू होइन पछ्याउने होइन अगुवा हुनुपर्छ भनेर परमेश्वर भन्नुहुन्छ। आशिष चाहिँ त्यो हो भने हामी त्यहाँ किन नजाने? कन्ट्रोल, ओभरसी, लिड, यी 3-4वटा कुराहरू छन्। र सर्भिसका निम्ति जति ठुलो जिम्मेवारीमा तपाईँ जानुहुन्छ त्यति ठुलो सर्भिस गर्ने मौका हुन्छ, सेवा गर्ने। हामीले जाने चाहिँ सेवा गर्ने हो भने त्यहाँ किन नजाने भन्ने प्रश्न। दोस्रो चाहिँ के हो भने यदि सबैभन्दा बिग्रिएको, थोत्रो भएको, काम नलाग्ने भएको, पापीहरूको जमघट हुने भनेको ठाउँ चाहिँ यिनै दुईटा हुन् फेरि। अनि त्यहाँ चाहिँ हामी नजाने भने कसले सुसमाचार पुर्याउने नि त फेरि। अनि यी 2-3वटा अर्ड्सका लागि हामीले निकै प्रयास गऱ्यौँ। आजभन्दा झन् 20 वर्ष करिब अगाडितिर बाम भनेर आयो, बिजनेस एज मिसन है, व्यापारमा जान पर्छ भन्ने कुराहरू आयो। नेपालको हकमा भन्ने हो नि 2006 मा पहिलोचोटि हामीले यहाँ एउटा कन्भेन्सन गरेर सुरु गरे आछौँ है, बिजनेसमा अब क्रिस्चियनहरू हुनुपर्छ। हामीले त्यो कुरो गर्दै गर्दाखेरि पनि यहाँ धेरै अगुवाहरूबाट अलि क्वेसन आएको थियो, बिजनेस होइन पर्दैन नगरौँ भन्ने पनि आएको थियो। म मिडियामा थिएँ, मैले त्यही भन्थेँ, यो मिडिया पनि मेरो मिसनका लागि हो है। म मेरो जीवन देखाउने हैन, मैले साक्षी दिने ठाउँ हो त्यहाँ। मैले त्यहाँ इन्फ्लुएन्स गर्नुपर्छ। म अरूले भनेकै कुराहरूमा उनीहरूकै ट्रेन्डमा बग्ने गरी जाने होइन। वी आर डाइभिङ अगेन्स्ट द टाइड हैन, हामी त्यो धारको विपरीत दिशामा बग्न कोसिस गर्नुपर्छ। त्यो चाहिँ हाम्रो एडभेन्चर हो। र आस्थाको एडभेन्चरको कुरा गर्दाखेरि यो ढङ्गले हामी लागिरहनुपर्छ भनेर गरिएको प्रयत्नका रूपमा लिएँ। मैले यति भनिसकेपछि म तपाईँलाई यो स्क्रिन सेयर गर्ने अनुमति चाहन्छु। मैले हाम्रो वीरेन्द्र भाइले मलाई लाइभ गर्नु भन्नुभएको थियो, मैले लाइभ गर्न पाइनँ, यहाँ मलाई अथोरिटी रहेन रहेछ, त्यसकारण मैले लाइभ गरिनँ। बरु मैले रेकर्ड गरेँ, यो तपाईँलाई पछि सेयर गर्छु। त्यसो हुँदाखेरि रेकर्ड गरौ, पछि जयमसी टिभीमा राखौँला। हुन्छ। मैले त्यही भनेर रेकर्ड गरेँ र यो रेकर्ड गरिएकै कुरा मैले तपाईको बीचमा ल्याउने प्रयास गर्नेछु। सरी, यो लास्टमा म देखाएँ त्यसले त। ओके, नाउ मिसनका निम्ति राजनीति, मिसनका रूपमा राजनीति भनेर मैले यो टपिक बनाएँ। र यो टपिक चाहिँ अहिले हाम्रो देशमा हामीले त्यति धेरै उचाल्न सकिराखेका छैनौँ, तर अहिले खास गरी एकाडेमिक क्षेत्रमा चाहिँ यो अहिले भनौँ न माइलस्टोनको रूपमा अगाडि बढिराखेको छ। र अहिले खास गरी क्रिस्चियन युनिभर्सिटीहरूमा
राजनीति विषय पढाइ हुन्छ र त्यहाँनेरि एउटा यो विषय हाल्न पर्छ भनेर त्यो जोड भइराखेको छ र म त्यो टिममा बसेर काम गरिराखेको छु र यहाँको जानकारीको लागि यो राम्रै हुन्छ होला मैले भनिदिनु। सिकागो युनिभर्सिटीले नर्थपार्क युनिभर्सिटी सिकागो भनेको अमेरिकामा छ, त्यो युनिभर्सिटीले मलाई 2016 मा एउटा कन्सल्टेसनमा बोलाएको थियो र म त्यहाँ गएर एउटा कन्सल्टेसनमा जब बोलेर आएँ त्यसपछि चाहिँ हामीले यो विषयलाई यहाँ इन्क्लुड गर्ने प्रयास गरिराखेका छौँ र अहिले करिकुलम डेभलपमेन्ट भइराखेको छ, डेभलप भइराखेको छ। यो कुरो यहाँलाई जानकारी गराउँदा राम्रै हुन्छ होला। यो गजडालाई पनि के कुराहरू छन् भनेर हामीले हेर्ने हो। जाओस् हट भएको जाओस्, केही फरक परेन। मैले कसलाई म्युट गर्नु भए छैन। मेरो कोठा किन चेक गर्यो भन्छ। ओके, अब म मात्रै बोल्छु। हस्, अब यो विषयलाई जाउँ। त्यो मैले तपाईको जानकारीको लागि भन्दै गर्दा राम्रै हुन्छ, प्रार्थना गरौँ हैन। यो एउटा आयो भने यसले राम्रै गर्छ होला। नेपालमा यति धेरै ठुलो कुरो गरिहालियो कतै भने अलि के भन्ने पस्दैन। यता चाहिँ अब उतैतिरबाट मान्छेहरू आएर यो विषय सिकाइदिए भने हामीले सिक्छौँ होला। सायद हामीले नै सिकाउन थाल्दाखेरि यो हिजो अस्तिको हैन यसले के जान्दछ र भन्ने जस्ता कुराहरू पनि आउँदा रहेछन्। त्यसकारण मैले यो ठाउँमा सिकाउने आँट गरेको छैन र त्यति ठुलो कुरो गर्न मलाई त्यो आँट आइराखेको छैन, मैले गरेको पनि छैन। तर हाम्रो यो क्षेत्रमा यतिको कुरा बुझ्न पाइयो भने राम्रै हुन्छ भनेर मैले यो विषय नेपालीमा उल्था गरेर बनाएँ र तपाईको अगाडि लिएर आएँ। पामको अवधारणा यो के हो भने ग्रेट डिभाइड का बीचमा चर्चको मिसन छ। ग्रेट डिभाइड भन्ने चाहिँ 16औं शताब्दीतिरको कुरा हो। त्यति बेला चाहिँ एउटा सेक्रेट कि सेकुलर भनेर ठुलो डिबेट सुरु भयो र पछि गएर भनौँ न मार्टिन लुथरहरूको जन्म, त्यसपछि रिफर्मेसन इत्यादि कुराहरू आउँछन्। त्यसपछिका दिनहरूमा पनि वर्षहरूमा पनि ठुल्ठुला बहसहरू भएका छन्। त्यो बीचमा मण्डलीको मिसन छ र अहिलेसम्म पनि कतै न कतै त्यो मिसन चेपिएको अवस्था छ। दोस्रो चाहिँ यसको सन्दर्भ परमेश्वरको मिसन, खास गरी सर्वाङ्गीण विकासमा परमेश्वरको मिसन के हो त भनेर हामीले हेर्ने हो। तेस्रो त्यसप्रतिको हाम्रो प्रतिबद्धता के हो त, खास गरी परमेश्वरको राज्य विस्तारमा भनेर हेर्ने र अन्तिम चाहिँ निष्कर्षमा मिसनको रूपमा राजनीति किन गर्न पर्छ भन्ने विषय मैले तपाईको बीचमा ल्याएँ। पहिलो चाहिँ ग्रेट डिभाइडका बीचमा चर्चको मिसन। यो मैले ठुलो एउटा भनौँ न पुरानो शैलीको इटालियन शैलीको यो चर्चको पिक्चर हो। त्यसलाई बीच भागमा चिरेको देखाइएको छ। मण्डली वास्तवमै विभाजित भएको थियो त्यो बेलादेखि र अहिले पनि कता कता त्यो विभाजित हुन्छ। पवित्रता र संसारिकता बीचको भेद हो, डाइकोटोमी हामी हेर्छौँ। यसलाई कति सत्य कति मिथ्या छ यस विषयमा हामीले पनि कहिलेकाहीँ डिबेट गर्न राम्रै हुन्छ होला। सोचौँ, बुझौँ, कुराकानी गरौँ। बाइबलले शिक्षाको सम्बन्धमा पवित्रता र सांसारिकता दुवैमा केही सत्यता र मिथ्या पाइन्छ। हामीले बुझ्नुपर्ने कुरा त्यो एक्सट्रिमली जान हुँदैन। एउटा पदमा यो भनेको छ भनेर त्यहीँ अडिनु हुँदैन। बाइबलमा अर्को पदमा अर्को ठाउँमा अर्को कुरा पनि गरिराखेको छ। त्यो कुरालाई बुझ्नुपर्छ र हामीले ब्यालेन्स अन्डरस्ट्यान्डिङ लिनुपर्छ, ब्यालेन्समा उभिनुपर्छ भनेर मैले प्राय जसो भन्ने गर्छु। हामी कस्तो संस्कृतिमा बाँचिरहेका छौँ भन्ने कुराले पनि यसमा निकै महत्त्व राख्दछ। किनभने हाम्रो आफ्नै भनौँ न ब्याकग्राउन्ड, हामी पनि एनिमिस्टिक यो वर्ल्ड भ्यूबाट आएका मान्छेहरू हौँ। त्यसकारण हाम्रो संस्कृति हामीले बाँच्ने, हामीले बुझ्ने, हाम्रो वर्ल्ड भ्यू जसरी बनेको छ त्यसले पनि यसमा केही फरक पार्दो रहेछ। सापेक्षता कि निरपेक्षता हैन, अहिले धर्मनिरपेक्षता र सापेक्षताको कुरामा थुप्रै कुराहरू आए। यस बारेमा परमेश्वर आफैले भए कसरी हेर्नुहुन्थ्यो होला भन्ने प्रश्नबाट हामीले सुरु गऱ्यौँ भने अत्यन्तै राम्रो हुन्छ। म अलिकति छिटै जान्छु किनभने अलिक बढी स्लाइडहरू छन्। चर्चको प्रतिगमन, सांसारिक, हामीले चर्चको प्रतिगमनको कुरा गर्दाखेरि चर्च चाहिँ प्रतिगामी नै बन्यो एक अर्थमा, संसारलाई बुझ्ने अर्थमा। हामी पवित्र सिद्ध जाति, हामी के अरे संसारसँग अन्धकारसँग जुवामा ननारिने हैन, पाप र धर्मको के सरोकार एउटै जुवामा ननारियो भन्ने शिक्षालाई हामीले मिसनतिर फर्केर हेर्दै गर्दाखेरि पनि त्यही ढङ्गले बुझ्यौँ। लिटरली त्यसलाई लिँदै गर्दाखेरि हाम्रो मिसन प्रभावकारी बनेन। कतिवटा ठाउँहरूमा मिसन विथड्र भयो, जस्तो पोलिटिक्समा, व्यापारमा जान हुन्न भनेर त्यहाँ मिसन पुर्याइएन, सुसमाचार पुर्याइएन। अनि यी कुराहरूले प्रतिगमन भयो। वास्तवमा परमेश्वरको मिसन सबै ठाउँमा जानुपर्छ। अहिले पछिल्लो ट्रेन्ड हैन, अहिले यो 21औं शताब्दीको ट्रेन्ड चाहिँ मिसनको के हो भने मार्केट प्लेस मिसन भन्न थाल्यौँ अब चाहिँ हामीले।
यो कुरो पहिले भनिन्न थियो। 200 वर्ष अगाडितिर वा 100 वर्ष अगाडितिर मार्केट प्लेस मिसन, मार्केट प्लेस मिनिस्ट्री भन्ने कुराहरू आउँदैन थियो। जहाँ मान्छे जम्मा हुन्छन् त्यहाँ मिसन पुर्याउनु पर्छ भनेर अब भन्न थालिएको छ। त्यसकारण पोलिटिक्स, व्यापार यी अहिलेका मिसनका क्षेत्रहरू हुन्। यदि त्यतातिर गएनौँ, हामी त्यतातिर फर्केनौँ भने मण्डली अझै पनि प्रतिगमनतिर गइराखेको छ भनेर बुझ्नुपर्छ। भिन्न भिन्न सन्दर्भमा निरपेक्षताको अर्थ बुझ्नुपर्छ हामीले। धर्ममा यो नैतिकतासँग जोडिएको छ र नैतिकता र सांसारिकता बीचको एउटा भनौँ न भेद हो भन्ने ढङ्गले बुझ्नुपर्छ। अर्थतन्त्र धनमा यो असम्बद्धता हो हैन, यो खास गरी निरपेक्षता भन्नाले। अनि राजनीतिमा चाहिँ यो वैधानिक कुरो हो र यसमा असंलग्नता भन्ने आउँछ वा तटस्थता भन्ने आउँछ भनेर हामीले बुझ्नु पर्यो। भिन्न सन्दर्भमा निरपेक्षताको प्रयोग पहिलो पाश्चात्य पुँजीवादी कम्युनिस्टहरूले पाश्चात्य पुँजीवादहरूले, कम्युनिस्टहरूले, लोकतान्त्रिक बहुलवादीहरूले मान्ने बुझ्ने निरपेक्षता फरक फरक छन् भनेर बुझ्नु पर्यो। त्यसमा अलिकति म तपाईँलाई संक्षिप्तमा डोर्याउन चाहन्छु। यो चाहिँ मैले लेखेको एउटा किताब छ धर्म तथा आस्थाको स्वतन्त्रता। त्यसमा यो विषयलाई, यही चित्रहरूलाई त्यहाँनिर राखेको छ। मैले जस्ताको तस्तै तपाईँको अगाडि ल्याएँ। राजनीतिमा निरपेक्षताको लडाईँ, चर्च र राज्यको पृथकीकरण हुनुपर्छ भनेर मार्टिन लुथरहरूले बोलेको, त्योभन्दा पछाडिका अरू अभियन्ताहरूले पनि बोल्दै आएको कुरा हो। वास्तवमा चर्च र मिसन, धर्म र राजनीति सँगसँगै जानु हुँदैन भन्ने चाहिँ आयो। तर त्यो के अर्थमा हुनु हुँदैन वा कति लिमिटमा हुनु हुँदैन भनेर अलिकति बुझ्न पर्छ। धर्मी मानिसहरू राजनीतिमा जान पर्छ, एकदमै सही हो। ख्रिस्टका पक्का अनुयायीहरू, ख्रिस्टका चेलाहरू राजनीतिमा हुनुपर्छ, त्यो अत्यन्तै राम्रो कुरा हो। किनभने त्यसो भएन भने परमेश्वरको मिसन, ख्रिस्टको मिसन पुरा हुँदैन, त्यो ठाउँमा पुग्दैन भनेर बुझ्न पर्यो। तर धर्म गुरुहरूले राजनीतिलाई नियन्त्रण गर्नुहुन्न भन्ने अर्थमा बुझ्नुपर्छ। पहिलेको सापेक्षता, अहिले भनौँ न हिन्दू राज्य भन्नेहरू, धर्म सापेक्षता हुनुपर्छ भन्नेहरूले सोचिराखेको राजनीतिक व्यवस्था चाहिँ यस्तो खालको हुन्छ। एउटा सर्कल छ राजनीतिको परिधि, त्यसभित्र होइन इतिहास र वर्तमान छन्, दायाँ बायाँ छोडिन्छन् अनि धर्मले राज्यलाई सप्रेस गर्छ। अहिलेसम्म पनि हामीले यद्यपि धर्मनिरपेक्ष देश भन्छौँ हाम्रो देशलाई, तर हामी कहाँ धर्मनिरपेक्षता छैन। अहिले पनि राज्यका सबैजसो अङ्गहरूमा धर्म सापेक्षता छ। धर्मका अनुष्ठानहरू हुन्छन्, धर्मका रीतिविधिहरू मनाइन्छन्। प्रधानमन्त्री होस् कि राष्ट्रपति होस्, गएर कतै कुनै ठाउँको शिलान्यास गर्दै गर्दा बाजे पढ्नै पर्छ होइन, त्यहाँनिर धर्मशास्त्रको अध्ययन हुनै पर्छ। त्यस्ता खालका विधिहरू अझै छन्। ठुल्ठुला भनौँ न अनुष्ठानहरू, राज्यले गर्नुपर्ने अनुष्ठानहरूमा पनि के भने मानिसहरूले राज्यको कोष खर्च गरेर धर्मका कुराहरू गरिन्छन्। सानो उदाहरण, राष्ट्रपति र प्रधानमन्त्रीले राज्य कोषबाट करोडौं खर्च गरेर टीका लगाइदिन्छन् दशैंको। यो एउटा धर्मको लागि। धर्मनिरपेक्षता छैन मुलुकमा, मैले भन्दै गरेको त्यो। संविधानमा धर्मनिरपेक्षता लेखिएको छ, त्यो एउटा शब्द परेको छ भनेर मक्ख पर्नु हुँदैन भन्छु म। किनभने त्यसको तल स्पष्टीकरण दिएको छ र स्पष्टीकरणले प्रष्टत धर्मनिरपेक्षताको भावनालाई इन्कार गरेको छ भनेर बुझ्नु पर्यो। यो सापेक्षताको कुरा हो। दोस्रो चाहिँ पाश्चात्य पुँजीवादमा हामीले बुझिराखेको है, पश्चिमी देशहरू भन्छौँ, पाश्चात्य देशहरू भनेर वेस्टर्न वर्ल्डको कुरा गर्छौँ। त्यहाँनिर पुँजीवादी एउटा सोच छ। त्यो सोचभित्र पनि धर्म र धर्मनिरपेक्षतालाई बुझ्ने कुरामा चाहिँ के गरिदिए भने त्यतातिर त्यो नहुनु पर्ने कुरा भइराखेको हो। त्यहाँ पनि के भइदियो भन्दा राज्य एउटा परिधिभित्र बस्दिने, राज्यको संयन्त्रभित्र धर्म पस्नै हुँदैन भन्ने। धर्मलाई त्यहाँतिर लगिएन र धर्मलाई बाहिर पन्साइयो होइन। कतिवटा के अरे तपाईँले सुन्नुहुन्छ होला होइन, पहिले त अब अमेरिकालाई क्रिस्चियनहरूको देश भन्थे, अहिले त्यस्तो छैन। अनि त्यहाँ चाहिँ राज्यका भनौँ न प्राङ्गणहरूमा, मूलढोकाहरूमा र स्ट्याचुहरू बनाउँदै गर्दा ती स्तूपा के भन्छ त्यो स्तम्भहरूमा लेखिएका बाइबलका पदहरू, क्रसहरू तोडिए, फुटाइए, भत्काइए भन्ने कुरा जुन सुन्नुहुन्छ नि तपाईँ, यो चाहिँ त्यो खालको सोचले, त्यो वर्ल्ड भ्यूले ल्याएको कुरा हो। र त्यतातिरको धर्मनिरपेक्षता को रूप चाहिँ यस्तो हुन्छ, मोडल यस्तो हुन्छ भनेर मैले देखाउन खोजेको। अनि कम्युनिस्ट र नास्तिकतावादी साम्यवादमा होइन धर्म निरपेक्षता यस्तो हुन्छ, यहाँ चाहिँ राज्यले धर्मलाई सप्रेस गर्छ भित्रै ल्याएर।
त्यो भनेको चाहिँ यस धर्मलाई बाहिर छोडिदिएको भए त बरु स्वतन्त्र छ, त्यो आफ्नो ढङ्गले जान्छ, आफ्नो कम्युनिटीले स्वतन्त्र भएर आफ्नो धर्मको अनुष्ठान गर्छ भन्न पाइन्थ्यो। भनौँ न पश्चिमा देशहरूमा धर्महरू स्वतन्त्र छन्, जसले धर्मको नाउँमा जे गरे पनि पाइन्छ भन्ने जस्तो खालको एउटा छुट छ। तर साम्यवादी वा कम्युनिस्ट नास्तिकतावादमा चाहिँ त्यो हुँदैन। उनीहरूले धर्मलाई त्यो घेराभित्र ल्याएर, राज्यको त्यो परिधिभित्र ल्याएर सप्रेस गर्ने काम हुन्छ। हामीलाई कति कम्युनिस्टहरूले मक्खै पारेका छन् है क्रिस्चियनहरूलाई। हामीले तपाईँहरूको लागि धर्मनिरपेक्षता ल्याइदिउँ भनेर धेरैचोटि भाषण गरेका छन्, तर वास्तवमा उनीहरूको मोडल चाहिँ यही हो। यही मोडलमा उनीहरूले धर्मनिरपेक्षता ल्याइदिएका हुन्। एक दिन उनीहरूको पहुँच पुगेका दिन सबै धर्महरूलाई सप्रेस गर्ने नै हो भनेर हामीले बुझ्न पर्छ। त्यसपछि अर्को बहुलवादी लोकतन्त्रमा चाहिँ धर्मनिरपेक्षताको मोडल यस्तो हुन सक्छ है। यो के हो भने एउटा परिधिभित्र राज्य छ, बाहिर धर्महरू छन् र यो राज्यले सबै धर्मलाई समान व्यवहार गर्छ। एकचोटि यो हिन्दू धर्मगुरु मठाधीश नेपालमा आए, यो संविधान बन्दै गरेको बेला थियो, धर्म सापेक्षता कि निरपेक्षता भनेर यहाँ मान्छेहरू लडाइँ गरिराखेको बेला थियो, भन्नाले ठुलो आन्दोलन चर्किराखेको बेला थियो। रविशङ्कराचार्य भन्ने आए अनि तिनले एउटा शब्द प्रयोग गरे कि मैले त त्यो शब्द ठिक हो भनेको छु, सर्वधर्म समभाव भने उनले, हैन। हामीलाई त्यस्तो खालको धर्मनिरपेक्षता चाहिन्छ भने हो, चाहिने कुरा त्यही हो। राज्यले सबै धर्मलाई समान भावले हेर्न पर्छ, तटस्थ बस्न पर्छ। राज्य कुनैलाई तलमाथि गर्न हुँदैन, कुनैलाई लाखापाखा गर्न हुँदैन। त्यो खालको धर्मनिरपेक्षता चाहिन्छ भनेर हामीले बुझ्नुपर्छ भनेर मैले यसलाई टपक्कै टिपेर यहाँ राखेको। त्यसकारण हामीले निरपेक्षता यो सेकुलर, यो सांसारिक भन्दै गर्दा अलिकति बुझ्न पर्यो। हामी चर्च, नेपालको चर्चको सवालमा, क्रिस्चियन सङ्घ संस्थाहरूको सवालमा मैले के भन्ने गरेको छु भने चर्च दलहरूप्रति निरपेक्ष बन्न पर्छ है, कुनै पनि दलप्रति। किनभने हामी राजनीतिक दलहरूको एउटा यस्तो खालको दलदलमा फसिसक्यौँ कि एउटा दलमा लाग्दै गर्दा अर्को दल मेरो शत्रु बन्न सक्छ। त्यस अर्थमा चर्चलाई विशुद्ध रूपमा दलबाट तटस्थ बनाउनका निम्ति दलनिरपेक्ष हुनुपर्छ। तर राजनीतिबाट चर्च निरपेक्ष बन्न सक्दैन। राजनीतिका बारेमा चर्चले बोल्नै पर्छ, नबोलेर हुँदैन। राजनीति हाम्रो चाहिँ भनौँ न प्राथमिकतामा होइन भनेर पन्सिएर बस्यो भने चर्चले आफ्ना विश्वासीहरूलाई, आफ्ना सदस्यहरूलाई राजनीतिको सही शिक्षा दिन सक्दैन। त्यस अर्थमा भन्यो भने बाइबलको पूर्ण शिक्षा हामीले दिँदैनौँ, किनभने बाइबल फुल अफ पोलिटिक्स। त्यो कुरालाई बुझ्नुपर्छ। दोस्रो, मिसनका लागि राजनीतिको सन्दर्भ चाहिँ सर्वाङ्गीन विकासको सम्बन्ध हो। उत्पत्ति 1:28 यो पहिलो आज्ञा हो। परमेश्वरले मानिसलाई भन्नुभएको, बोल्नुभएको है, मानिसलाई बनाइसकेपछि बोलेको पहिलो वाक्यमा के भन्नुहुन्छ परमेश्वर भने फल्दै फुल्दै वृद्धि हुँदै पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो बसमा पार्दै अधिकार गर्दै शासन गर्दै जाओ भन्नुहुन्छ। फल्दै फुल्दै वृद्धि हुँदै, हामीले कहिलेकाहीँ यो फल्दै फुल्दै वृद्धि हुँदैलाई विवाह गर्दै, सन्तान जन्माउँदै, होइन, वृद्धि हुँदै योगात्मक गुणात्मक रूपमा बढ्दै जाऊ, जनसङ्ख्या वृद्धि होस्, पृथ्वीमा भरिँदै जाऊ भनेर बुझेका छौँ। त्यो सामान्य बुझाइ हो, ठिकै हो। तर त्योभन्दा बढी छ। परमेश्वरले त्यति मात्रै भन्नुभएको होइन, तिमीहरूले शासन गर्दै, तिमीहरूले अधिकार गर्दै, सबैलाई आफ्नो बसमा पार्दै जाऊ, सृष्टिका सबै थोकमाथि तिम्रो शासन, तिम्रो अधिकार होस् भनेर परमेश्वरले भन्नुभएको थियो भनेर हामीले बुझ्नुपर्छ। परमेश्वरको मिसनमा सर्वाङ्गीन विकास छ। परमेश्वरको शासनबारे हामीले बुझ्न पर्ने कुराहरू अधिकार गर्नु हो, त्यसको अर्थ शक्तिशाली बन्नु, शक्तिको उपयोग गर्नु र शासन गर्नु। वास्तवमा यति मात्रै बुझियो भने यो कठोर हुन्छ, कठोर हुन्छ। हामीले त्यस्तो खालको कठोरता अपनाउनु हुँदैन। शासन गर्ने शक्तिका स्रोतहरू 3टा छन्। नैतिक शक्ति वैयक्तिक हुन्छ, यो मनोबलको शक्ति हो। आर्थिक शक्ति, समृद्धि, धनबल, धनोबल भनेको छु, धनको बल हो यो। र राजनीतिक शक्ति वैधानिक बल हो। हामीले बुझ्न पर्ने कुरा त्यही हो। र शासन गर्न, परमेश्वरले शासन गर्दै जाऊ भन्दै गर्दा यो 3वटा कुरा तिम्रो हातमा हुनुपर्छ भने आयो परमेश्वरले। तिमीसँग नैतिकता हुनुपर्छ, तिमीसँग धन हुनुपर्छ र तिमीसँग राजनीति हुनुपर्छ। होइन भने तिमीले शासन गर्न सक्दैनौ। परमेश्वरले भन्दै गर्दाखेरि कुरो बुझ्न पर्यो हामीले। अब हामीले अहिलेसम्म जोड दिएको त्यो 3वटा कुराहरू मध्येमा के हो? हामीले जोड दिएको चाहिँ राम्रै कुरामा जोड दिएका छौँ, नैतिकतामा हो। हामीले धार्मिकताको बारेमा सिकायौँ, पवित्रताको बारेमा सिकायौँ, शुद्धताको बारेमा सिकायौँ, अरूबाट विथड्र गर्नुपर्छ, आइसोलेट कम्युनिटी बनाउँदै गयौँ।
चर्चले गर्दै गरेको कुरा त त्यही हो नि, त्यो गर्दै गयौँ। तर वास्तवमा नैतिकता चाहिँ एउटा शक्ति हो, शासन गर्ने शक्ति हो भनेर बुझेनौँ। त्यसो गरेर बुझिदिएको भए अलि राम्रो हुन्थ्यो। नैतिक शक्तिले यो जुन वैयक्तिक छ कृपया नकोर्दिनु होला, परमेश्वरको भय, नैतिकता, इमान्दारिता, सच्चरित्रता, बौद्धिकता, विज्ञता, क्षमता यी सबै नैतिकताभित्र पर्ने कुराहरू हुन्। अनि यो प्राप्त गर्नका निम्ति हामी परमेश्वरको नजिक जाने, परमेश्वरको शिक्षालाई ग्रहण गर्ने, उहाँ सँगसँगै हुने भन्ने कुराहरू चाहिँ अत्यन्तै नजिकबाट आउँदछन् भनेर हामीले बुझ्न पर्यो। अर्को स्रोतको कुरा गर्दाखेरि चाहिँ आर्थिक हो, धनको बल, धनोबल मैले भने, समृद्धि, धन सम्पत्ति। अनि यो आउने चाहिँ परिश्रमबाट, उद्यमशीलताबाट र सम्पन्नताबाट आउँछ हैन। अब हामीले सुन्ने गरेका छौँ, अब भनौँ न यो चोर भए पनि, डाका भए पनि, लुटेरा भए पनि हैन, जस्तो सुकै भए पनि सम्पत्ति जोडेपछि ऊ शासन गर्ने भयो के, ऊ चाहिँ मालिक भयो, उसको कुरा सुन्न पर्ने शक्तिशाली बन्यो। अनि यी कुराहरूले चाहिँ के गरिदियो भन्दा हाम्रो ओरिएन्टेसन फरक भयो, हामी फरक ओरिएन्टेसनमा गयौँ भनेर बुझिदिनु पर्यो। कृपया यो पेन नचलाइदिनु होला है त, यो मेटिदिनु भयो भने राम्रो हुन्छ। परमेश्वरको मिसनको अर्को स्रोत चाहिँ राजनीतिक स्रोत, मैले भन्दै गरेको वैधानिक सत्ता यसले प्राप्त गर्छ, कानुनी प्रावधान, चुनाव र नियुक्तिबाट आउँछ र प्रशासनिक शक्ति हो। यसरी हामीले बुझ्यौँ र यो तीनवटा शक्तिका स्रोतहरूलाई हामीले ब्यालेन्समा हेर्न सक्यौँ भने अत्यन्तै राम्रो हुन्छ। हाम्रो बुझाइ त्यहाँनिर अलिकति कमजोर भइराखेको छ भनेर मैले भन्दै आएको। परमेश्वरको राज्यको विस्तार गर्ने सवालमा हामीले हेर्न पर्ने कुरा यो हो। यो चाहिँ मेरो भनौँ न अहिले पिएचडी को थेसिसको एउटा सार पनि हो। परमेश्वरको मिसन चाहिँ मानिसको मिसन हो। मानिसलाई परमेश्वरले अदनको बगैँचामा राख्नुभयो र त्यहाँबाट एउटा जिम्मेवारी दिनुभयो र त्यो जिम्मेवारी फल्दै फुल्दै वृद्धि हुँदै तिमीले अधिकार गर्दै जाऊ भन्दै गर्दाखेरि उत्पत्तिको पुस्तकमा जुन एउटा प्रिमिटिभ हैन, यो प्राचीन, प्रिमिटिभ भनेको प्राचीन, अनि यो विकास नभएको अवस्था, एक ढङ्गले मैले त्यसलाई जङ्गल टु सिटी भन्छु। मैले भन्न खोजेको जङ्गल चाहिँ वाइल्ड होइन हैन, त्यो अनुशासनहीन भन्ने कुरा चाहिँ होइन। जङ्गल प्रिमिटिभ, असभ्य, एक ढङ्गले अविकसित, त्यो ठाउँबाट परमेश्वरले सुरु गरेर कहाँ पुर्याउँदै हुनुहुन्छ? प्रकाशको पुस्तकमा 21 अध्यायमा नयाँ जेरुसलेम आउँदै गरेको ठाउँमा पुर्याउनुहुन्छ। अनि तपाईले देख्नुहुन्छ परमेश्वरको यो मिसनको यात्रा कहाँबाट सुरु भएर कहाँ जाँदैछ र त्यो जाँदै गर्दा कस्तो हुन्छ भन्ने कुरा तपाईले ख्याल गर्नुपर्छ। त्यसकारण परमेश्वरको राज्य विस्तारको कुरा गर्दै गर्दा हामीले यी कुराहरूलाई हेर्नुपर्छ। परमेश्वरले जहिले पनि मण्डलीलाई परमेश्वरले रिकग्नाइज गर्नु भएको छ के, मण्डलीलाई रिकग्नाइज गर्दै गर्दा कुराहरू चाहिँ यही हुन्। सम्पूर्ण परिवर्तन परमेश्वरले चाहनु भएको छ। कहिलेकाहीँ हामी यसलाई आमूल परिवर्तन भन्छौँ है। परमेश्वरले मण्डली मार्फत, मण्डलीबाट यसलाई पूर्णता परिवर्तन गराउँदै हुनुहुन्छ। रोमीको पुस्तकमा भनिएको छ सारा पृथ्वी परमेश्वरका पुत्रको दर्शन पाउनका निम्ति, उद्धारका निम्ति, मुक्तिका निम्ति अर्थनाद गरिराखेको छ। अनि यो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा छ, हामीले बुझ्नुपर्ने। अनि यी कुराहरूको निम्ति जुन शासन गर भन्ने ठाउँमा हामीले बुझ्ने हो भने अनि प्रश्न हुन्छ, हामी मण्डलीले नछोड्न पर्ने कुराहरू के रहेछन् मिसनका निम्ति, हामी त्यहाँ पुग्न पर्ने रहेछ, त्यो मिसनलाई हामीले लिएर जान पर्ने रहेछ। हेर्नुहोस् त, हामीले लोक कल्याणको आधारमा यो विकासका कुरालाई बुझ्यौँ भने के हुन्छ? जङ्गलबाट सुनको सडकसम्म पुग्ने हैन, मैले यो एउटा काल्पनिक रूपमा चित्र राखेको मात्रै, यस्तै हो भन्ने होइन, तर यस भनौँ न यो अनुमानका आधारमा है त। सर्वाङ्गीण विकास, परमेश्वरको परमेश्वरले यो विकासको एउटा भनौँ न लक्ष्य देखाउँदै हुनुहुन्छ। जङ्गलबाट सुरु भएर एउटा सुनको सडकको कुरा गरिँदैछ। जङ्गलमा त त्यो हुँदैन। अब सुनको सडकसम्म जाँदै गर्दाखेरि मानिसहरूको विकास क्रमशः त्यतातिर गइराखेको छ। अहिले जे डेभलप्ड भइराखेको छ नि, एलन मस्क भन्ने एकजना मान्छे छन्, अहिले संसारको सबैभन्दा पावरफुल मान्छे हुनसक्छ सायद हैन। अहिले यो चिप्सहरू प्रयोग गरेर मान्छेको माइन्डलाई समेत कन्ट्रोल गर्न सक्ने प्रविधिको विकास तिनले गर्दैछन्। कसैले यिनलाई नै एन्टी क्राइस्ट पनि भन्न थालेका छन् है। के हुन्छन् थाहा छैन। एलन मस्क जवान मान्छे छ, उसले चाहिँ भनौँ न प्रविधिको यति ठुलो विकास गरिसक्यो, मङ्गल ग्रहमा मान्छे बसाउनेमा उसले अब जिम्मेवारी लिएको छ, धेरै कुराहरू भइराखेको छ।
र अहिले एउटा भनौँ न मान्छेहरूले बोल्दै गरेको भन्दै गरेको अलि तर्साउने गरी भन्दै गरेको कुरा के हो भने त्यो मान्छेले भोलि संसारका सबै मान्छेहरूलाई एक ढङ्गले कन्ट्रोल गर्न सक्ने खालको भनौँ न त्यो प्रविधिको विकास गरिरहेछ। चिप्सहरूको यो पाखुरामा लाउने वा हत्केलामा लाउने चिप्सको कुरा आइरहेछ नि, त्यसले सबै डेटाहरूलाई कलेक्सन गर्ने र इभन माइन्ड रिड गर्ने, मान्छेको दिमागलाई समेत पढ्ने त्यतिसम्मको ठुलो कुराहरू आउँदैछ। अनि कसैले एन्टी क्राइस्ट भने, कसैले यसलाई होइन परमेश्वरले जुन एउटा विकासको चरम अवस्थामा पुर्याउँदै हुनुहुन्छ त्यो अन्तिम अवस्थाको लागि यो लक्षण चाहिँ हो भनेर पनि मानिराखेका छन्। सायद त्यो जे होस्, मैले यहाँ तपाईँलाई के मात्रै भन्न खोजेको भने विकास यति धेरै कल्पनै गर्न नसकिने विकास जुन ढङ्गले भइराखेको छ नि, इट इज इन गड्स माइन्ड। परमेश्वरले तय गर्नुभएको विकासका आधारमा आइराखेको, चाहे जोसुकै होस्, किनभने परमेश्वरले ढुङ्गाहरूलाई पनि प्रयोग गर्नुहुन्छ, जनावरलाई पनि प्रयोग गर्नुहुन्छ, प्रकृतिको प्रयोग गरेर पनि उहाँले आफ्नो काम पुरा गर्नुहुन्छ। त्यो कुरो चाहिँ हामीले बुझ्नु पर्यो। चर्च संलग्न होस् कि नहोस्, चर्चले साँच्चीकै बुझेर यो काम गरेको होस् वा नहोस्, तर परमेश्वरले आफ्नो काम आफ्नो ढङ्गले गरि नै राख्नुहुन्छ। विकासको कुरा गर्दाखेरि यो मान्छेको चरित्रमा हालिदिनु भएको कुरा हो। तपाईँ र म प्रगति चाहन्छौँ, उन्नति चाहन्छौँ, होइन, हामी समृद्धि चाहन्छौँ। हामी आज जुन दुःखमा छौँ भोलि त्यही दुःख कल्पना गरेर बस्दैनौँ। किनभने परमेश्वरले हाम्रो चरित्रमा, हाम्रो व्यवहारमा, हाम्रो स्वभावमा यी कुराहरू हालिदिनु भएको छ र हामीले त्यतातिर बढ्दै गइराखेको। अब यो सर्वाङ्गीन विकासको कुरा मैले किन गरिराखेको छु भन्दा यो विकासले एक ढङ्गले ब्यालेन्समा सर्वाङ्गीन सबै पक्षलाई समेट्ने गरी यो विकास भइदिने हो भने कति राम्रो हुन्थ्यो र कति द्रुत गतिमा हुन्थ्यो भन्ने कुरा मात्रै हो। यहाँ अघि नै मैले भन्दै थिएँ, शासन गर्ने कुरामा चाहिँ नैतिकता, आर्थिक र राजनीतिक, अहिले पछिल्लो समयमा भइदियो के भन्दाखेरि यो राजनीतिक र आर्थिकले चाहिँ बिहे गरे, मैले त्यसो भन्न थालेछु। अनि त्यसले जन्माएको सन्तान चाहिँ भ्रष्टाचार, अपराध, होइन, घुसखोरी लगायतका सबै प्रकारका अपराध, कल्पना गर्न सकिनेसम्मका नकारात्मक कुराहरू, विध्वंसात्मक कुराहरू जन्मिँदै गए। कुनै कुनै देशहरू छन्, उत्तर कोरियाको उदाहरण लिन्छु म, धेरै शक्तिशाली देश होइन र, कहिलेकाहीँ अमेरिकालाई चुनौती दिन्छ, संसारलाई ध्वस्त गरिदिन्छु भन्ने सम्मको चुनौती दिन्छ, तर त्यहाँ लोक कल्याण छैन, त्यहाँका मान्छेहरू भोक भोकै मर्छन्। त्यो के हो? आर्थिक, राजनीतिक यिनीहरू मिलेका हुन्, तर नैतिकता पछाडि पर्यो। अनि हाम्रै देशमा पनि त्यही हुन्छ। हाम्रै देशमा पनि राजनीति गर्ने मान्छेहरू नैतिक रूपमा इमान्दार, सच्चरित्र, होइन, त्यो प्रतिबद्ध, गम्भीर भइराखेको देख्दैनौँ हामीले। हुँदा कति हाम्रै क्रिस्चियनहरू पनि, मलाई मजा लाग्ने कुरा हो त्यो, होइन, म छक्क पर्ने वा मजा लाग्ने के भन्ने, यस्तो नहुन पर्थ्यो तर भइराखेको हुँदाखेरि कहिलेकाहीँ चुकचुकाउनु बाहेक अर्को केही पनि हुँदैन। राजनीति हो, अलिअलि त झुट बोल्नु परिहाल्छ नि सर भन्ने मान्छेहरू थुप्रै भेट्छु म। अलिअलि त चलिहाल्छ नि, झुटो बोल्नु परिहाल्छ नि, होइन, मान्छेहरूलाई एउटा कुरा देखाएर उराल्नु परिहाल्छ नि, होइन, ठुल्ठुला कुरा गरेर होस् कि जे गरेर होस् मान्छेहरूको भावनालाई जित्न पर्छ, उफ्रिनु पर्छ एकछिन भन्ने खालको कुरा गर्ने मान्छेहरू छन् क्रिस्चियनहरू नै पनि। पर्छ, क्रिस्चियनहरूले झुट बोल्नुपर्छ, क्रिस्चियनहरूले मिथ्या प्रचार गर्नुपर्छ, क्रिस्चियनहरूले आश्वासन दिनुपर्छ पुरा गर्न नसकिने। वास्तवमा नैतिकताको अभाव हो त्यो। यदि नैतिक रूपमा म इमान्दार भएर, गम्भीर भएर लागिराखेको छु भने मैले झुट बोल्नु हुन्न। यदि झुट नबोल्नेहरू, इमान्दार मान्छेहरू साँच्चीकै राजनीतिमा भइदियो भने के हुन्थ्यो होला? अघि मैले भने जस्तो त्यो राजनीति र अर्थहरूले के अरे साँठगाँठ गर्ने थिएन र त्यसले अर्को खालको सन्तान जन्माउने थिएन। नैतिकता त्यहाँ हुने थियो, किनभने नैतिकता भन्दा बाहिर गरिने सम्बन्धहरू के हुन्? व्यभिचार हुन् नि त, होइन, हामीले बुझेको छौँ। त्यसकारण अहिले भइराखेको कुरालाई हामीले चुनौती दिन सक्नुपर्छ भनेर पनि म यहाँलाई सम्झाउन चाहन्छु। यो कुरा हो परमेश्वरको राज्य विस्तारको कुरा गर्दाखेरि, होइन, करारका रूपमा मिसन जसरी आएको छ, जङ्गलबाट सहर, परमेश्वर र मानिसको यो के भने सहकार्यमा सुसमाचार हुनुपर्छ र त्यसले वृद्धि हुँदै र अधिकार गर्दै भनेर एउटा विकासको परिकल्पना गर्छ। उत्पत्तिदेखि प्रकाशसम्मको यात्रा यति हो। यसमा मानिस र परमेश्वरले सँगसँगै काम गरिराखेका छन्। परमेश्वरले मानिसलाई पवित्र आत्माद्वारा चलाइराख्नु भएको छ। अहिले पछिल्लो समयमा भन्ने हो भने मण्डलीलाई प्रयोग गरिराख्नु भएको छ र मण्डलीले यी सबै कुराहरूलाई बुझेर सर्वाङ्गीन विकास, होइन, इन्टिग्रल मिसन भनेर जे भन्छौँ त्यो ढङ्गले जाने हो भने पोलिटिक्समा पनि मण्डलीले हात राख्छ र मण्डलीले पोलिटिक्स गर्ने मान्छेहरूलाई मेन्टरिङ गर्छ
र त्यहाँनेरि सही प्रकारको सुसमाचार पुग्छ र त्यसले मात्रै साँचो परिवर्तन ल्याउँछ र आखिरमा वृद्धि हुँदै र अधिकार गर्दै गर्ने ठाउँमा पुग्न सकिन्छ भन्ने कुरा हो यो। त्यसकारण मिसनका लागि राजनीति किन भन्ने प्रश्नमा मैले तपाईलाई एक दुईवटा जवाफहरूको खोजी गर्न लगाउँछु। नैतिक शक्ति, वैयक्तिक मनोबल, आर्थिक शक्ति, मैले यो कुरालाई फेरि दोहोर्याएँ किनभने अधिकार गर्ने स्रोतहरू यति नै हुन्। मैले अघि नै भने नैतिकता, धन र राजनीति यी शक्तिका स्रोतहरू हुन्। अहिले भइराखेको कुरा के छ त भनेर बुझ्न पर्यो। वास्तवमा भइराखेको चाहिँ धन र राजनीति यति शक्तिशाली भए नि त्यस्तो नहुनु पर्थ्यो। हुनुपर्ने चाहिँ यस्तो थियो, नैतिकताले तिनीहरूलाई गाइड गर्न पर्थ्यो, तिनीहरूलाई निर्देशित गर्नु पर्थ्यो, तिनीहरूलाई डोर्याउनु पर्थ्यो। धन र राजनीतिको प्रयोग चाहिँ नैतिकताले गर्न पर्थ्यो, तर नैतिकतालाई पर पन्साएर धन र राजनीतिले आफ्नो काम गर्दै आए र सबै प्रकारका खराबीहरू हामीले अहिले देखिराखेका छौँ। त्यसलाई करेक्सन गर्न के गर्नुपर्छ? हामीले गर्नुपर्ने यो हो है, यो अहिले भइराखेको कुरा। त्यसकारण हामीले नैतिकतामा जोड दिन पर्छ भन्ने कुरा हो। नैतिक बलको महत्त्व, संसारलाई जित्ने मानिसहरू हेर्नुहोस्, कुनै पनि नाम लिनुहोस्, कुनै पनि मान्छे इतिहासमा जसले ठुलो परिवर्तन गर्यो भनेर हामी पढ्छौँ नि इतिहास, ती मान्छेहरू हेरौँ त कतै न कतै तिनीहरू नैतिकवान थिए, कतै न कतै तिनीहरू मोरल्ली अपराइट थिए, अनि मात्रै दुनियाँले पछ्याएको। एकदमै खराब मान्छेहरूलाई दुनियाँले खुसी साथ पछ्याएको छैन कहीँ पनि। त्यसकारण हामीले अहिले बुझ्न पर्छ र हामी आफैले पनि नैतिकताको पाटोमा पोलिटिक्सलाई बुझ्नुपर्छ र प्रयोग गर्नुपर्छ भन्ने आशय यहाँनिर छ। विश्व मानव इतिहासमा सारा संसारलाई चुनौती दिन सक्ने सक्षम अगुवाहरूको हुन तपाईँलाई मैले यो के भने क्वेसनमा छोडिदिएँ, मैले जवाब खोजेको छैन, तर तपाईँले खोज्न सक्नुहुन्छ। विश्वविख्यात मानिसहरू को थिए त? मिसनका निम्ति राजनीति किन गर्न पर्ने? पाम मात्रै मिसनको उपाय होइन। मैले फेरि तपाईँलाई दोहोर्याएर भन्छु, राजनीतिका रूपमा मिसन होइन, के अरे मिसनका रूपमा राजनीति। हामीले राजनीति मात्रै भनेर जाँदा हुँदैन। धेरै मान्छेहरूले मलाई त्यही प्रश्न गर्नुहुन्छ, तपाईँले राजनीति राजनीति भन्नुहुन्छ, देशमा परिवर्तन साँच्चै आउँछ त राजनीतिले भन्नुहुन्छ मलाई। म भन्छु होइन, राजनीतिले मात्रै चाहिँ हुँदैन, यो सँगसँगै अरू धेरै कुराहरू चाहिन्छन्। राजनीति गर्नेहरू नैतिक मान्छेहरू हुनुपर्छ, झुट बोल्न डराउने मान्छेहरू हुनुपर्छ, परमेश्वरको भय राख्ने मान्छेहरू हुनुपर्छ, सबैलाई उत्तिकै प्रेम गर्न सक्ने मान्छेहरू हुनुपर्छ। ख्रिस्टको हृदय भएका मान्छेहरू त्यहाँ पुगिदियो भने मात्रै हामीले खोजेको साँचो मुक्तिमा हामी संसारलाई डोर्याउन सक्छौँ। त्यति बेला अरू धेरै कुराहरू चाहिन्छ हामीलाई, राजनीति मात्रै उपाय होइन। अनि फेरि अहिले हामीले बुझिरहेको, संसारले बुझिरहेको राजनीति हो भने त बरु त्यसले बिगार्छ मात्रै, बनाउने होइन। त्यसकारण हामीले त्यो कुरा भन्न पर्यो। अरू पनि धेरै क्षेत्रहरू छन्, तीमध्ये मिसनका लागि राजनीति एक हो। मिसन पुरा गर्न सबै उपायको प्रयोग गरिनुपर्छ। राजनीति पन्छाएर राज्यको कुरा गर्नु चाहिँ सुहाउँदैन। फेरि हामीले दिनौँ प्रार्थना गरिरहेका छौँ होइन, हे हाम्रा स्वर्गमा बस्नुहुने पिता, तपाईँको नाउँ पवित्र गरियोस्, तपाईँको राज्य आओस्। हामी ख्रिस्टलाई राजा भन्छौँ अनि राजनीतिलाई पन्छाइराखेका छौँ, त्यो चाहिँ मिल्दैन। त्यसकारण हामीले राजनीतिलाई बुझ्नुपर्छ। राजनीति चाहिँ बाइबलको एउटा विषय पनि हो। बाइबलमा थुप्रै ठाउँमा राजनीति छन्, राज्य छ, राजाहरू छन्, सेनाहरू छन्, अधिकार गर्नेहरू छन्, शासन गर्नेहरू छन्। अनि यी सबै कुराहरूलाई हामीले सही ढङ्गले प्रयोग गऱ्यौँ, बुझ्यौँ र त्यतातिर हाम्रा मान्छेहरूलाई साँच्चीकै इक्विप गऱ्यौँ भने साँचो परिवर्तन आउन सक्छ। परमेश्वरको राज्यको दर्शन पुरा गर्नका लागि पामको कुरा गरिएको, सृष्टिको रेखदेख गर्न। काम पापको परिणाम होइन, बरु बगैँचा हेरचाह गर्ने अख्तियारी हो। मैले के अरे उत्पत्तिको पुस्तकबाटै ल्याउन खोजेको। पृथ्वीमाथि राज्य गर्न, यसलाई परमेश्वरको शालोम सहरका रूपमा परिवर्तन गर्नुपर्छ। परमेश्वरले यो संसारलाई अन्ततः प्रकाश 21 पुगेर हेर्दाखेरि के देखिन्छ? शालोम सिटी अफ गड, जेरुसलेम, नयाँ जेरुसलेम होइन, परमेश्वरको शालोम सहरका रूपमा संसारलाई एउटा सहरको रूपमा उहाँले परिणत गर्दै हुनुहुन्छ। अनि सहर भनेको विकासको चरम अवस्था हो, अनि त्यहाँतिर परमेश्वरले डोर्याइ राख्नु भएको छ। त्यसकारण पामलाई हामीले राम्रो ढङ्गले बुझ्नुपर्छ भन्ने हो। उहाँको शक्ति र अधिकारद्वारा सबै जातिहरूलाई चेला बनाउन। गतिलो प्रश्नको जवाब लुका 10:25 मेरो छिमेकी को भनेर सोधेका छन् एकजना मान्छेले होइन, त्यो ठाउँबाट हामीले हेर्न पर्छ। मैले अनन्त जीवन पाउनलाई के गर्न पर्छ? अनि मेरो छिमेकी को हो, हामीले बुझ्न पर्ने हो। अनन्त जीवन प्राप्त गर्नका निम्ति मैले परमेश्वरलाई प्रेम गर्ने र छिमेकीलाई प्रेम गर्ने कुरा यहाँ छ। अनि हामी त्यो प्रेम देखाएर कि घृणा गरेर राजनीति गर्दैछौँ भन्ने कुराले ठुलो अर्थ राख्छ है।
क्रिस्चियनहरूले कसैलाई घृणा गर्ने, कसैको अफवाह गर्ने, कसैको विरोध गर्ने हैन, कोही कोही मान्छेहरू छन् यहाँ जगतमा हैन, क्रिस्चियनहरू हुन्, पक्का क्रिस्चियन, फेरि आफू बाहेक अरू कोही क्रिस्चियन होइन पनि भनिदिन्छन् तिनीहरूले कहिलेकाहीँ। अनि तिनै मान्छेहरूले के भन्छन्, अर्कालाई बेसरी गाली गर्छन्, होच्याउँछन्, चाहिने नचाहिने अफवाह फैलाउँछन्, विरोधका कुरा गर्छन्। त्यही हो प्रेमले जित्ने कुरा। खोइ त्यसकारण मैले यदि परमेश्वरको मिसनमा साँच्चीकै सक्रियता जनाइराखेको छु भने आई निड टु गो ब्याक, परमेश्वरको चरणमा बसेर प्रभु मैले अनन्त जीवन प्राप्त गर्नका निम्ति के गर्न पर्छ भनेर सोध्नु पर्ने हुन्छ। त्यही धनी प्रशासकले जस्तै। अनि परमेश्वर भन्नुहुन्छ तैँले आफ्नो परमेश्वरलाई र आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर। प्रत्येक स्थानीय मण्डलीले कसैलाई प्रार्थना साथ सिकाउँदै, तयार गर्दै, खै गर्दै राजनीतिक क्षेत्रमा सेवा गर्न पठाउने भने के होला मेरो प्रश्नको? यदि पाम भनेर बुझिदियो र हरेक स्थानीय मण्डलीले एउटा मान्छे तयार गरोस्, यस्तो खालको मान्छे तयार गरोस् जो चाहिँ परमेश्वरको भय राख्छ, अगुवाहरूको कुरा मान्छ, बाइबललाई दर्शन बनाउँछ, मार्गदर्शन, र त्यस अनुसार आफ्नो चरित्र प्रदर्शन गर्दै काम गर्छ, सेवा गर्छ, लोक कल्याणका निम्ति समर्पित हुन्छ, त्यस्तो मान्छेहरू तयार गरिदिउँ त हरेक मण्डलीले के होला भोलिका दिनमा। त्यसकारण राजनीति भनेको फोहोरी खेल भयो हो, तर किनभने त्यहाँ को छन् भन्ने कुराले अर्थ राख्छ हो। राजनीति फोहोरी खेल छ किनभने त्यहाँ फोहोरी मानिसहरू छन्, फोहोर चरित्रका मानिसहरू छन्। तर अनि त्यो फोहोरलाई हैन, किचडलाई, त्यो नालीलाई हैन, फोहोरको नालीलाई तपाईले थुकेर सफा हुँदैन। त्यो तपाईँ पस्नुपर्छ त्यसलाई सफा गर्न, अनि मात्रै त्यो सफा हुन्छ। हामीले यदि त्यसलाई सफा होस् भन्ने परिकल्पना गर्छौँ, त्यसलाई परिवर्तन गर्ने कुरा गर्छौँ भने हामी सफा मान्छेहरू, शुद्ध मान्छेहरू, पवित्र जनहरू त्यहाँ जान पर्छ र त्यो सफा हुन्छ। परमेश्वरले पापीलाई जसरी प्रेम गर्नुहुन्छ नि, त्यसो भए हामीले किन नगर्ने भन्ने प्रश्नबाट हेर्न पर्छ। जाओ र शान्तिको मानिसलाई भेट्टाओ। हामीले गर्न पर्ने कुरा त्यही हो। हामीले राजनीतिको कुरा गर्दै गर्दा यो ढङ्गले आफूलाई सक्रिय तुल्याउनु पर्छ र परमेश्वरको भयमा, नैतिकतामा राजनीतिलाई उपयोग गर्नुपर्छ भन्ने कुरालाई मैले यहाँहरू बिचमा राखेँ। धन्यवाद यो समयको निम्ति। मैले मेरो भनाइ यहाँ टुङ्ग्याएँ। प्रभुलाई स्तुति होस्। बस्नुभयो, केही प्रश्न छ भने छलफल गर्न सकिन्छ, समय छ भने म तयार छु है। हुन्छ, हाम्रो सञ्चालक सर कहाँ जानुभयो? हाम्रो शिवन सर। हुन्छ, म यसो हुन्छ। परमेश्वरलाई विशेष गरी धन्यवाद दिन चाहन्छु र एकदमै कति कुराहरू अहिले नेपालमा इसाई आवाज सुन्दै हुनुहुन्छ? ओके, अहिले नेपालमा अनि यही यो के भन्छ कतिपय मण्डलीहरूमा र नेपालको परिवेशमा यो कति कुराहरू पूर्ण रूपमा ब्यालेन्स रूपमा वचन यो बाइबललाई नबुझेको कुराहरू छ। साँच्चै नै हाम्रो आदरणीय डाक्टर बिबी सरले जुन अलिकता जुन बताइदिनु भएको छ, उहाँलाई धेरै धन्यवाद दिन चाहन्छु। यो एउटा अलिकता मलाई पनि एकदमै मन छोएको कुराहरू हुन्। आर्थिक र राजनीतिक कुराहरू मण्डलीमा गर्नुहुन्न भन्ने कुराहरू, यो विषयमा फेरि हामी पछि अनि हेर्नेछौँ। सायद अबको दिनहरूमा, अबको हप्ताहरूमा फेरि हामी मौका पाउनेछौँ अवश्य नै, म यो आशा गर्दछु। फेरि पनि अनि हामी बिबी खनाल सरलाई धन्यवाद दिन चाहन्छौँ। र यो समय छोटो हामी प्रार्थना पनि हामी गर्नेछौँ। यो मलाई एकदमै मन परेको वचन चाहिँ उत्पत्ति 1:28 जुन लेखेको छ, फल्दै फुल्दै वृद्धि हुँदै समस्त अनि सबै कुराहरूमाथि अधिकार गर, शासन गर भन्ने कुराहरू चाहिँ यसको लागि प्रार्थना गरिदिनु हुनको लागि म हाम्रो यहाँ कोन हुन्छ अधिकारी सरलाई म अनुरोध गर्दछु। जुन वचन छ सिम्पली एउटा जानकारी जस्तो मात्र लाग्यो, कतिजना लाग्यो होला, तर मैले यसलाई एउटा वचनको रूपमा लिएँ। किनकि उत्पत्ति भनेको छ जुन यो आज यो विभिन्न कुराहरू शीर्षकमा एकदम गहिरो गम्भीर कुराहरू उहाँले प्रकट गर्दै हुनुहुन्छ।
यसलाई चाहिँ म बरुमा उत्पत्तिमा हैन। अनि विशेष गरी हामी यो उत्पत्ति 1:28 भने चाहिँ सबै कुराहरुमाथि अधिकार गर्ने कुराहरु, राज गर्ने कुराहरु अनि हामीले बुझेका छौं। अनि यसको लागि परमेश्वरलाई हामी धन्यवाद दिन चाहन्छु। र वचन हामी सबैजना बुझ्नको लागि चाहिँ अनि विद्युत अधिकारी सरलाई म यो समय दिन्छु। उहाँले धन्यवाद अनि दिनुहुनेछ परमेश्वरलाई। हुन्छ। हजुर सबैजनालाई सलाम जय मसीह छ। अनि सारकज्यू लाई पनि धेरै धन्यवाद यो अवसर दिनुभयो। साथै यो वचन ल्याउनु भएको छ। वास्तवमा यो शैक्षिक रूपमा एकाडेमिक रूपमा बाइबलले वचन सम्मत हैन, परमेश्वरको डर भए मान्ने, उहाँलाई आदर गर्ने, एकअर्कालाई प्रेम गर्ने, अनि मानिस जातिलाई पशु पक्षी र मात्रै होइन तर ईश्वरको रूपमा सृष्टि भएको प्राणी मान्ने त्यस्ता व्यक्तिहरूले नै राजनीति, अर्थनीति अनि शैक्षिक क्षेत्र, सूचना प्रविधि, सञ्चार, एकाडेमिया, कला, अर्थ, वाणिज्य हैन सबै क्षेत्रमा काम गर्यो भने अनि उहाँले दिनुभएको आज्ञा म्यान्डेट अनुसार हुन्छ। त्यो हामी हैन वचनबाट धेरै कुरा बुझेका छौँ। प्रहलाद धन्यवाद भएको छ। हामी आज हामीले सुनेका आजका प्रस्तुति र वचन हाम्रो हृदयमा मनमा गढुन्, समाजमा गढुन् र तिनले काम गरून्। पावलले भने चाहिँ जुन वचन तिमीहरूले मानिसबाट होइन तर परमेश्वरबाट सुने चाहिँ तिमीहरूले ग्रहण गर्यौ, त्यो वचनले तिम्रो काम गरिराखेको छ र फल फलाइराखेको छ र यो कुराको गवाही फैलिएको छ विश्वभरि भने चाहिँ वास्तवमा आज हामी होइन खास गरी परमेश्वरको डर भए मान्ने व्यक्तिहरू, इसाई व्यक्तिहरू चाहिँ यस्तो क्षेत्रमा जानै हुँदैन। एकाडेमियामा, सरकारी सेवामा, राजनीतिमा, अर्थनीतिमा त्यो झुट मात्रै चल्छ, झुटै भइहाल्छ। यस्तो प्रकारले हामीलाई गजाइदिएको छ कि होइन सेक्रेट सेकुलर भनेर होइन, यो चाहिँ परमेश्वरको, यो चाहिँ शैतानको भनेर। वास्तवमा सबै कुरा परमेश्वरको, यो सही नियतमा प्रयोग गर्दा परमेश्वरको। केही पनि भौतिक संसार, अर्थनीति सबै कुरा परमेश्वरको सृष्टि हुन्। हामी प्रश्न बुझ्यो भने असल हुन्छ। हामी वचन को लागि धन्यवाद पनि दिउँ, हामी प्रार्थना गरौँ। हुन्छ। अहिले पुरा तपाईँलाई धन्यवाद दिन्छौँ। हामीले देख्छौँ सुरुवातदेखि नै तपाईँले सबै भौतिक दुनियाँ, सृष्टि वृष्टि संसार सबै सृष्टि गरिसकेर मानिसलाई त्यसको अनि गोडमेल गर्न, मनोसंहार गर्न, उपयोग गर्न, उपभोग गर्न, तपाईँलाई महिमा गर्न सृष्टि गर्नुभयो। र मानिस तपाईँको सम्बन्धबाट, आज्ञाकारिताबाट, विश्वासबाट पतन भए पछाडि आज उल्टो भएको छ। मानिसले सृष्टिलाई पुज्ने, आफ्नो सृष्टिकर्तालाई भुल्ने र आफैलाई प्रेम गर्ने यो अवस्था अनौठो अवस्था भएको छ। तर हामी हुनुपर्ने तपाईँलाई पूजा, तपाईँको आदर भक्ति अनि एक आपसमा सम्बन्ध, आफैलाई पनि अनि पहिचान असल रूपमा दिने, तपाईँलाई मान्यता दिने, एकअर्कालाई प्रेम गर्ने, त्यो हुनुपर्ने उल्टो भएको छ। यसलाई सुल्टाउने जिम्मा पनि तपाईँले फेरि आफ्नै जनलाई आज चर्चलाई दिनुभएको छ हरेक क्षेत्रमा। पावलले पनि चाहिँ हामी हरेक तपाईँ परमेश्वरको सत्य ज्ञानको विरुद्धमा आउने तर्क, बाधा, व्यवधान हरेक कुरालाई हामी इन्कार गर्छौँ, बन्धन गर्छौँ, विजय प्राप्त गर्छौँ र तपाईँको जनहरूले हरेक क्षेत्रमा यी 7वटा 8वटा वचनद्वारा हामीलाई सहायता गर्नुभएको छ। धन्यवाद दिन्छौँ आज दिनुभएको वचनको निम्ति। डाक्टर बिपी खनाल उहाँका सबै प्रयत्न, मिसनका निम्ति, राजनीति, पीएम, पोलिटिक्स एजुकेसन जुन उहाँले एउटा सुरुवात गर्नुभयो, तपाईँले जुन आफ्नो छोरालाई सेवकलाई चलाउनु भयो, आज यसलाई कति अन्तर्राष्ट्रिय विश्वविद्यालय मान्यता दिइरहेको कुरा हामी सुन्दैछौँ। हामीलाई गर्वको कुरा छ, खुसीको कुरा छ। नेपाल देशमा पनि हामी इसाई जगत यो कुरा बुझ्न सकौँ, तपाईँको डर भए मान्ने जनले बुझ्न सकौँ, यसलाई अगाडि बढाउन सकौँ। यो देश सबै रूपमा, हरेक रूपमा, सर्वाङ्गीण रूपमा, हरेक क्षेत्रमा शान्ति, मिलाप, क्षमा, समृद्धितर्फ अगाडि बढेको होस्। तपाईँ प्रभुले हामीलाई पृथ्वीमा फेरि राख्नुहुनेछ। यो पृथ्वीको जगेर्नाको हामीको कर्तव्य छ। पछि पनि यो जुगभन्दा पछाडिको जुगमा पनि तपाईँको महिमा भएको होस्। धन्यवाद दिन्छौँ। यसरी इन्टरनेसनल सोसियल मिडिया फेलोसिपले जुन यो अवसर हामीलाई दिनुभएको छ अनि यसरी सुन्ने, सुनाउने, प्रार्थना गर्ने जनको माझमा तपाईँलाई महिमा भएको छ। हामी सबैलाई आशिष दिएर यो वचनले काम गर्नुहोस्। पिता त परमेश्वर प्रयोग गर्नुहोस्, चलाउनुहोस्। धन्यवाद येशू प्रभुको नाम। आमेन। आमेन। हुन्छ। सरलाई धन्यवाद दिन चाहन्छु। र यो समय हाम्रो ब्लेसिङ सेयर छोटो एउटा आशिष अनि सेयर गर्न हुनुको लागि यो समय म हाम्रो ईश्वर सिलवाल सरलाई दिन चाहन्छु। सायद उहाँ यहाँ हुनुहुन्छ कि हुनुहुन्न, मैले चेक गरेको छैन। ईश्वर सर गइहाल्नुहोस् भयो सर, अलि टाइम पनि बढी भयो, ठिकै छ। अब दोस्रो दिन गरौँला यो। हुन्छ। यदि उहाँ हुनुहुन्न भने यो समय हाम्रो अब अन्तिम प्रार्थनातिर जाउँ। हाम्रो रविराज सर अन्तिम प्रार्थनामै जाउँ सर। यो समय चाहिँ हजुरको जस्तो लागिरहेछ सर।
हुन्छ म चाहिँ तपाईहरुलाई सर्वप्रथम जयमसी है यो आज धेरै अलि समय हामीले 7 बजेदेखि 8 बजे भनेको अब अलिकति लामो भयो ठिकै छ केही छैन र तपाईहरुलाई एक दुईवटा सूचना छ हाम्रो प्रत्येक शनिबार यसरी नै 7 बजेदेखि 8 बजे जुम संगति हुन्छ र अलिकति 5-10 मिनेट 15-20 मिनेट तलमाथि भइराखेको छ प्रार्थना गरिदिनुहोस् हामी ठिक समयमा सुरु गरेर ठिक समय अन्त गर्न सकौं भनेर अनि त्यसैगरी हामी प्रत्येक अंग्रेजी महिनाको 1 तारिक र 15 तारिक हाम्रो संगति हुन्छ भौतिक रूपमा उपस्थित भएर काठमाडौँ यसपालि 15 तारिकको संगति नयाँ टिममा हुन्छ तपाईहरुलाई निमन्त्रणा छ अनि त्यसैगरी अरु हाम्रो यो इन्टरनेशनल सोशल मिडिया फेलोशिपमा नेपाल इन्डिया अहिले अमेरिकादेखि हाम्रो नेपाली भाषी दाजुभाइहरु हामी जोइन भएका छौं र विशेष गरी यो इन्टरनेशनल सोशल मिडिया फेलोशिपमा हामीले पत्रकार मिडिया कर्मी अरु अगुवाहरु अभियन्ताहरु सबैलाई संगति दिन खोजेका छौं र यो एकदमै आशिषपूर्ण भएको छ र आज पनि हाम्रो डाक्टर बीपी खनालजीले के राजनीतिक कुराका खोलेर राजनीतिक चेतना हाम्रो जागेको छ भन्ने मलाई लाग्छ र यस्तै गरी हामी विभिन्न दान वरदानले भरिएका र विभिन्न विषयमा योग्यता क्षमता पाएका प्रभुका जनहरुबाट हामी एकअर्काबाट केही आशिष शेयर गर्ने केही सिकाउने केही सिक्ने यो कुरा निरन्तर भएको छ र यो कुरा निरन्तर भइरहोस् भनेर म भन्न चाहन्छु र म यतिकै हाम्रो सूचना र यो कुरालाई म यतिकै राख्छु प्रभुले आशिष दिउन् र म बाँकी समय अब हामी अन्तिमतिर प्रार्थना गर्न जाने छौं जय मसी जय मसी थ्यांक्स गिभिङ भनेर हाम्रो रुथ मगर लाई दिन चाहन्छु यो समय थ्यांक्स गिभिङको लागि सर्टकटमा अनि रुथ मगर पनि हुनुहुन्न अब जति जना आज विशेष गरी डाक्टर बीपी खनालज्यू अनि आजको सञ्चालक जयन श्रेष्ठ अनि सहभागी अनि सुरुको प्रार्थना गर्दिनु हुने अनि अरु प्रार्थनामा अगुवाई गर्नुहुने हाम्रो भूमिका श्रेष्ठ बहिनी वचनको लागि अनि साथसाथै विशेष गीत र आराधना गरिदिनु हुने विमला योन्जन दिदी लगायत सबैलाई सहभागी सबैलाई हामी धन्यवाद दिन चाहन्छौं हजुरहरुको उपस्थितिले र हामी यो इन्टरनेशनल सोशल मिडिया फेलोशिपको आजको जुमको सेवा आशिषपूर्ण भएको छ र म आज यो रुथ मगर हाम्रो सचिव हुनुहुन्थ्यो आज उपस्थित हुनुभएको छैन तर उहाँको तर्फबाट म नै तपाईहरुलाई धन्यवाद दिए हुन्छ अब अन्तिम प्रार्थना हाम्रो रवि सरले नै गर्नुहुनेछ रवि सरलाई दिउ सर ओके रवि सर टेक दिस टाइम सर हुन्छ रवि सरले अन्तिम प्रार्थना गरिदिनु हुनेछ सर हुनुहुन्छ कता उहाँको भोइस के छ हुन्छ म सबैलाई जय मसी म अलिकति ढिला आइपुगेँ है यसको लागि म क्षमा चाहन्छु हुन त यो प्रत्येक हप्ता नै ढिला मेरो अलिकति यो टाइम त्यस्तै हुन्छ अलिकति मेरो बेलुका अलि आउँदा नै अलिकति यो भेटघाटको क्रम भएको हुनाले अलि ढिला नै भइरहेछ त्यसको लागि म क्षमा चाहन्छु अनि आज बीपी सरको पनि वचन रहेछ मैले हैन हिजो भन्नुभएको थियो अब यो रेकर्ड भए त पछि फेरि दोहोऱ्याएर सुन्नुहुन्थ्यो मलाई पनि धन्यवाद है आज जुममा बेला आउनु भयो हैन सबै जो जति उपस्थित हुनुहुन्छ है सबैलाई म धन्यवाद दिन चाहन्छु र यो इन्टरनेशनल सोशल मिडिया फेलोशिपले जुन गतिले निरन्तर रूपमा अगाडि बढिरहेको छ हैन यसबाट हामी सबैको एउटा आत्मिक वृद्धि लगायत हाम्रो चाहिँ एउटा जुन रिलेसनलाई पनि अहिले अझ प्रगाढ रूपमा अगाडि बढाउँदै गएको छ भन्ने मैले विश्वास लिएको छु र अझ यो इन्टरनेशनल सोशल मिडिया फेलोशिपले मा पनि रहनुभएका अन्य हाम्रा विश्वासी जनहरूले पनि यसमा अझ जोडिएर अझ यो बृहत रूपमा अगाडि बढ्दै जाओस् भन्ने म कामना गर्दछु र हामीले चिने जानेका साथीभाइहरू हैन लगायत सबैलाई यो कुरो हामीले शेयर गर्नु पनि पर्छ र यसबाट साँच्चै नै हाम्रो चाहिँ
मनमा लागेका कुराहरू लगायत वचनका कुराहरू होइन स्तुति प्रशंसा सबै कुराहरू चाहिँ यो जुम मिटिङमा भएको हुनाले अझ प्रभावकारी रूपमा चाहिँ भएको छ भन्ने कुरो चाहिँ मैले ठानेको छु र उपस्थित सबै जोहरू उपस्थित हुनुभएको छ उहाँहरूलाई म धन्यवाद भन्न चाहन्छु र ढिलै भए पनि भने होइन उपस्थित हुनुभएका सबै जति पनि जुन उपस्थित हुनुभएका हाम्रो विश्वासी जनहरूलाई पास्टर वीरेन्द्र सर लगायत सियोन सर उपस्थित भएको छ होइन हाम्रो अन्य विकला म्याडम ल सर अब प्रार्थना गर अनि कसैले छोड्ने छ भने छोडिन्छ अनि हाम्रो कसैले हाम्रो डाक्टर बिपी खनाल सरसित केही प्रश्न यो पाम सम्बन्धी पोलिटिकल मिसन सम्बन्धी केही छ भने सोध्नु हुनेछ है बसेर तर अब कसैलाई फुर्सद अलिकति केही बिजी हुनुहुन्छ भने तपाईँ लिभ गर्न सक्नुहुन्छ हाम्रो रवि सर प्रार्थना गरिदिनुहोस् हस् हुन्छ म यसगरी प्रार्थना गर्न चाहन्छु आउनुहोस् हामी प्रार्थना गरौँ हालेलुया हालेलुया स्वर्ग आकाश अनि पृथ्वी सृष्टि गर्नुहुने प्रभु नासरतको ईश्वर राजाहरूका राजा प्रभुका प्रभु साँच्चै नै आजको दिन तपाईँले दिनुभयो प्रभु हामी धन्यवाद छौँ अनि साँच्चै नै आज हामी जो जति हामी सेवा सङ्गति सकेर आज यस बेलुकी पख जुन हामी जुम मिटिङमा भेला भएका छौँ प्रभु यो विशेष गरी तपाईँ परमेश्वरको महिमाको लागि अनि विशेष गरी हामी अझ यो जुन इन्टरनेसनल सोसियल मिडिया फेलोसिपलाई अझ प्रगाढ रूपमा अगाडि बढाउँदै जानको लागि म विशेष प्रार्थना गर्दछु र यसबाट अझ हामीले कसरी यो फेलोसिपलाई अगाडि बढाउने तपाईँले आवश्यक ज्ञान बुद्धि विवेक हामीलाई दिनुहोस् र साँच्चै नै यसमा जोडिनु भएका सम्पूर्ण तपाईँ परमेश्वरका जनहरूले अझ यस जुम मिटिङमा सहभागी भएर अझ आशिषित हुनुभएको होस् भनेर म विशेष प्रार्थना गर्दछु अनि साँच्चै नै जति पनि उपस्थित हुनुभएकाहरूले जुन आफ्ना कुराहरू जुन सेयर गर्नुभएको छ त्यसबाट हामी अझ हाम्रो ज्ञान बुद्धिहरू अझ हाम्रो प्रगाढ रूपमा अगाडि बढ्नको लागि तपाईँ परमेश्वरले सहायता गर्नुहोस् सबै कुराको लागि प्रभु धन्यवाद भन्दछु र यो इन्टरनेसनल सोसियल मिडिया फेलोसिपलाई अझ अन्तर्राष्ट्रिय रूपमा अझ अगाडि बढाउनको लागि तपाईँ परमेश्वरले देश विदेशमा प्रत्येक देशमा रहेका हरेक कोअर्डिनेटरहरू हरेक इन्टरनेसनल कोअर्डिनेटरहरूलाई अगाडि बढाउनको लागि तपाईँ परमेश्वरले सहायता गर्नुहोस् अनि साँच्चै नै तपाईँ परमेश्वर अनि जो सृष्टिकर्ता हुनुहुन्छ तपाईँ परमेश्वरले साँच्चै आफ्नो महिमाको लागि तपाईँ परमेश्वरको जनहरू खडा गर्नुभएको छ प्रभु धन्यवाद छ र विशेष गरी यो जुम मिटिङ जसले यो उपलब्ध गराउनु भएको छ अनि उहाँलाई पनि धन्यवाद छ र विशेष गरी यो आजको सेवा आजको यो जुम मिटिङलाई तपाईँ परमेश्वरको हातमा राख्दै विशेष गरी यो सेवालाई यो जुम मिटिङलाई म अन्त भएको भन्न चाहन्छु र साँच्चै नै जति पनि हाम्रा विश्वासीहरू जति पनि तपाईँ परमेश्वरका जनहरू सहभागी हुनुभएको छ उहाँ सम्पूर्ण धन्यवाद दिँदै आशिष माग्दछौँ प्रभु नाम येशूको नाम आमेन 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 अन्तिममा आशिषको प्रार्थना कसले गरिदिनु